हेलो साथीहरू, गुड मर्निङ। यता खोइ त तपाईँको अनुहार। गुड मर्निङ दाजुभाइ। हामी घुमी फेरि आफ्नै जक्सनमा आइपुगेका छौँ। अस्ति नै हामी विशाल र हामी कफी खाएको। जेएस पिज्जा भन्नु पर्दाखेरि पिज्जाको चाहिँ विज्ञापन भन्नु। अब यतातिर हुनुहुन्छ अब मिस्टर जय, यता हाई भन। हाई। हेलो बहिनीहरू। अनि अर्को भाइकी बहिनी लिइराख भनेर कान्छ। अस्ति हामी नाचेको। हेलो दाई, वेलकम टु माई युट्युब च्यानल सरी टिएमजी। खोल्नु पऱ्यो नि त, वेलकमै भनिसक्यो। अनि आज चाहिँ हामी जाँदैछौँ डेटिङ। साथीहरू, अब टु बी कन्टिन्यू हाम्रो डेटिङ चाहिँ जर्सिङ बाबा होइन हाम्रो के अरे के कस्तो हुन्छ हाम्रो डेट त्यो सबै हामी देखाउनेछौँ। अङ्कलले बिचरा म कुद्यो भनेर के भने चाहिँ जय झ्याल होला त। हजुर प्लास्टिककै पेपर हाल्यो, प्लास्टिकैमा हालिदिनु। हस् अङ्कल। हजुर हजुर। ल साथीहरू, अब चाहिँ हामी यहाँबाट चिया खाएर निस्किन्छौँ। डेटिङ गरिदिनु होला। हामी आज दिनभरि डेटिङमा हुनेछौँ। ल साथीहरू, अब चाहिँ हामी फेरि अहिले चिया खाने बेला भेट्छु। दाजुभाइ ओछ्यान हुनुहुन्छ। अनुहारै देखेन क्या तपाईँको, लाइट बाल्नु त अलिअलि कस्तो हो। म्यामसँग हेलो हाई। नमस्ते नमस्ते भन्दै हुनुहुन्छ जयले। ल ल साथीहरू, अहिले भेट्छु टु बी कन्टिन्यू। अब हामी चिया खान्छौँ, त्यसपछि यहाँबाट मुभ हुन्छौँ। हाम्रो नजिकै हाम्रै जक्सन अगाडि आइपुगेको छौँ। फेरि भेट्छौँ। बाई। देखिसक्यो। ल भाइ बाई। साथीहरू, अब चाहिँ हाम्रो डेटिङ स्टेप 2। हेलो अङ्कल, गुड मर्निङ, वेलकम टु माई युट्युब च्यानल। थ्याङ्क यू अङ्कल। अब चाहिँ हाम्रो डेटिङको स्टेप 2 साथीहरू। ल आउनुहोस्। साथीहरू, यो चाहिँ हाम्रो जक्सन नै हो, नेपालटार। हाम्रो अङ्कलकोमा चाहिँ मरिच चाहिँ एकदम मिठो बनाउनुहुन्छ है। ल अनि यो चिया हालिँदैन भने कस्तो भने बिचरा। डेटिङ स्टेप 2 मा त भाइ देखाउ त यता। डेटिङ स्टेप 2 के रहेछ हाम्रो। ओ माई गड, डेटिङ स्टेप 2 त्यो साथीहरू हेर्नुहोस् त्यहाँ स्टेप 2 कति राम्रो छ। नभन्दा 2 कप मात्र रहेछ कि फेरि। ओ माई गड, डेटिङ स्टेप 3 मा मन झर्छ है त साथीहरू। यो चाहिँ डेटिङ स्टेप 3 है। तपाईँहरूको लागि सरप्राइज छ है डेटिङ स्टेप 3 चाहिँ। अबका हाम्रो डेटिङ स्टेप 3 साथीहरू हेर्नुहोस्। आज सानै बम भाखा भने। ल साथीहरू हेर्नुहोस् डेटिङ स्टेप 3। वा, यस्तो पो डेटिङ त, यस्तो पो डेटिङ त होइन भाइ। यो पो हो त डेटिङ भने त। हो डेटिङ स्टेप 3 पनि सक्यो साथीहरू। फेरि अब हामी टु बी कन्टिन्यू। साथीहरू, अबको डेटिङ स्टेप 4। ल भन्नुहोस् त दादा, हजुरलाई के चाहियो अरे। हुन्छ झाइखुट्टे बनाएर दिउँ ल। हेलो ठुलो बाउ, वेलकम टु माई युट्युब च्यानल।
हुन्छ ठुलबाउ ल मेरो लभै परे होइन म एक्साइटेड छु साथीहरू अब चाहिँ मेरो ठुलबाउले ज्वाइँ खोज्दै हुनुहुन्छ ठुलबाउलाई तर थाहा छैन मेरो उमेर भइसक्यो म डेटिङ जाँदैछु यहाँ चाहिँ खाँदै ए हो र ठुलबाउ हुन्छ खोज्दिसेन साथीहरू हाम्रो जक्सनको यतापट्टि यो काभ्रेली शुभकामना डेरी चिनजानको हो छिमेकी हो फेरि हेरेर भने मेरो चाहिँ हालिँदै चाहिँ उभिएर भन्नु होला खिचिदिउँ न हामी डेटिङ आयो बेला जाऊँ न जाऊँ हजुरबाउ जाऊँ ल साथीहरू फेरि हाम्रो यो स्टेप 4-5 क्रस हुन लागिसक्यो ल आन्टी बाई ल हजुरबाउ बाई फेरि भेट्यौँ ल हस् भाइ साथीहरू अब म पनि लागेँ डेटिङतिर फेरि हामी उता गएर भेट्ने छौँ आमा मुसी मेरो स्वर सुनेर आएको त होइन नि मुसु के छ बाई भरे भेट्ने ल बाई आउने होइन मैले ल्याएको छैन कि त्यही भएर ल बाई मुसु ल बाई बाई मुसु त्यही त्यहाँ पुछेर हल्ला गरेर यस्तो डेटिङ आएपछि खलासी काम होइन कुनै काम छुटाउनु हुँदैन पाका पोकी बोक्ने काम सबै ल साथीहरू अब चाहिँ म उता गएर भेट्नेछु बाई बाई त्यहीँनिर हो बोट चाहिँ अस्ति भएर हावाले उडाएको हो क्या हस् अब नेक्स्ट टाइम आउँदा तपाईँ ढ्याङ्ग आउनु साइड ठुलबाउ मलाई त उडाउनु सक्दैन मलाई अलि के अरे मनमा आँट भएको गोजीमा गाँठ भएको चाहिन्छ है जय ओके साथीहरू बाई सिउ भेटौँ फेरि साथीहरू अहिले चाहिँ हामी बाइपासतिर लागिसक्यौँ बाइपासबाट तलतिर अनि जय साथीको चाहिँ प्रगति भएछ साथी कङ्ग्रेचुलेसन्स अहिले पछाडि मलाई फेरि होइन आजको डेटिङमा पार्टी चाहिन्छ है यसो अब चाहिन्छ नि अब मैले त्यहाँ प्रगति देखिसकेँ फेसबुकभरि देखिसकेँ ल साथी ढिलै भयो भने ह्याप्पी म्यारिड लाइफ ल चक्लेटले मात्र नपुग्न पनि सक्छ मलाई त होइन आजको डेटिङमा दिँदा नि हुन्छ त्यही भने साथीको यत्रो प्रगति भएछ नि मलाई खानै दिँदैन यसै हाम्रो 22 धारा साथीहरू अघिल्लो हप्ता जयहरू यहीँ थियो डेन्जर एकछिन वेट गर यहाँभित्र आउनुहुन्छ हेलो दाइ वेलकम टु माई युट्युब च्यानल वेलकम दाइ बिचरा नि आज दाइको नि डेटिङ बोर भयो बिहानभरि होइन मेरो फुटेज कति खान लाग्यो क्या अहिले उता नि चाहिन्छ छिटो आइदिएपछि हुन्थ्यो नि ओ मामाले डेटिङको तयारी गर्नुभएछ मलाई बिहानभरि कराएर आफै म लिन्छु भनेर भन्नुभएको थियो त आमा आज त मेरो हातै गइसक्यो जस्तो लाग्छ मलाई यहाँ मिल्दैन यहाँ किनभने ड्रेस उस गर्दा क्या ड्रेस बोकेको त्यस्तै ओ मामा ओ माई लर्ड मामा चाहिँ बाइकमा हो मलाई थाहा भएछ मैले बाइकै देखेको थिएन
केही भएन डेटिङ त हामी सबै जाँदैछ हामी डेटिङ त हामी सबै जाँदैछ अरे मामालाई यहाँ वेलकम टु सबै पनि जान्छ डेटिङ डेटिङ हामी अलराउन्डर जाँदैछौँ मामाले डेटिङको लागि पुरै खानेकुराहरू व्यवस्था गर्नुभएको रहेछ बाइकै भरि छ पुरै हो साथीहरू पुरै हो यो बिचतिरको चाहिँ काट्छु भन्दाखेरि हेलो मामा वेलकम टु भान्जी युट्युब च्यानल सरुटी एमजी युट्युब च्यानल ल खिचिरहेको छु मामा हाँस्नु ल्याउनु मसँग सही रियाक्सन क्या मामाको सही फोटो होइन कि ठुलो बाउ आमामा ठुलो बाउ यो त नि उस हो नि त नि मामा तपाईँ बाइकमा हो ए ल ल अहिले खानु मिल्दैन है हामीले भने कस्तो भोग लाग्छ लास्ट गएर कि साथीहरू ब्याक ओके साथीहरू म चाहिँ उता डेटिङ स्पोटमा गएर भेट्छु साथीहरू फाइनली हामी चाहिँ डेटिङ स्पोट आइसकेको छौँ अब पछाडि लगाएर देखाउँछौँ तर अगाडि पनि उहाँहरू डेटिङ गर्दै हुनुहुँदो रहेछ आइसक्नु भएको रहेछ ठिकै छ हामी पनि आइसकेको छौँ यस्तो दामी हिमाल देखेको ल है साथीहरू वेलकम टु जर्सिन पौवा भन्नुपर्छ साथीहरू अब चाहिँ म पहिलो कदम टेक्दैछु मेरो डेटिङ स्पोटमा भन्ने क्या ल साथीहरू अहिले पछाडि भेट्नेछु म हाम्रो मामा भन्नु पर्यो गाडी हालेर आउनु न अनि बीचमा कहाँ राख्नु दे वेलकम ब्याक माई युट्युब च्यानल मामा नमस्ते आज के हुँदैछ मामा आज सुटिङ हुँदैछ ला डेटिङ होइन हाम्रो डेटिङ त होइन है हामी त बिहानदेखि डेटिङ हिँडेको कान्छ किन यस्तो साह्रो कस्तो दामी देखायो कि ह्यान्डसम देखाएको छ त बल्या ल गरौँ अनि छ त हालेको त चियर वाउ 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 यस्तो हुनुपर्छ क्या साथीहरू भनेको चाहिँ हेलो दादा गुड मर्निङ नमस्ते वेलकम टु माई युट्युब च्यानल दादा वेलकम ब्याक दादा फेरि आइपुग्नु झन्डै स्कुटरले चाहिँ ढोक्छ क्या दादाले भन्दैन के अरे लासो भनेको मलाई झन्डै घटाइदियो ला वा 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 ल है वा म डेटिङ स्पोट आइसकेको साथीहरू अब म रेडी हुन्छु त्यस पछाडि भेट्नेछु साथीहरू हाम्रो चाहिँ यो खाजा हुँदैछ म यतिको हाफ भइसकेको चाहिँ अब चाहिँ यो लगाउँछौँ भाग यो बहिनीहरू बसेको एङ्गल हेर्नुहोस् भन्नु पर्दाखेरि बहिनीहरू त कुगो बहिनीहरूले चाउचाउ मिठो पकाउनुहुन्छ अहिले मैले खाने छु अनि उहाँ बहिनीले खाजा जाजा मिठो पकाउनुहुन्छ अनि उहाँ बहिनीले चाहिँ अहिले त्यहाँ पाउरोटी र जाम पकाउनुहुन्छ क्या जाम पकाउनुहुन्छ कति छिट्टी हो थाहा भएन अहिले पछाडि राखिदिनुहुन्छ अरू नै हुनुहुन्छ साथीहरू फाइनली हाम्रो चाहिँ अन्तिम चरणमा भइदिएर ओहो मामा फाइनल ओहो दादाको त्यही ह्यान्डसम भएर आउनुभयो म त नयाँ मान्छे आएछ भनेर झन्नै अब चाहिँ म चाहिँ यस्तै भइसकेँ मामा चाहिँ उस्तो भइसक्नु भयो अब खतरा हुनेवाला छ साथीहरू अगाडि नआउँछ भनेर क्या हावा लाग्छ नि त फेरि राम्रै भएर भेट्छु वाउ साथीहरू अब चाहिँ मेरो फाइनल लुक है कस्तो देखेँ हेर्ने कस्तो देखेँ थाहा छैन
तर म राम्ररी देखेँ होला सायद। ओहो कस्तो चिसो भयो तपाईँ कहाँनिर उफ्रिनु पायो भने हुँदैन त। ल पछि भेटौँ न। थ्याङ्क यू यो राम्री भनेपछि त थ्याङ्क यू भनिहाल्नु पऱ्यो होइन कान्छी। कति राम्री मेरी बहिनी। ओ मेरो फाइनल लुकमा हेर्छ। अझै गरेर हुनुहुन्छ। अझै ठुलो बाबु हुनुहुन्छ। साथीहरू अब चाहिँ हाम्रो डान्स रिहर्सल गर्नको लागि जाँदैछौँ हामी। दादा आउँदै हुनुहुन्छ र म छु अगाडि। हेलो हेलो दादा हो ए खतरा भने झोलामा त झन् ह्यान्डसम भने मलाई कसैले ल्याएको जस्तो। आम्मा मामा हुन्छ मामा तर समतिमा मानिसिन्छ। हेलो हेलो केटाहरू हेलो केटाहरू के सिक्दै हो मलाई सिकाउन यार मलाई सिकाउन। कस्तो जाडो बिच के ओहो म भ्लगमै छु ल। ओहो हामी डेटिङमै हो नि ल हामी डेटिङमै है साथीहरू। उता 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 हेर उता हेर हामी डेटिङमै हो साथी होइन। अब हाम्रो डेटिङको कति 12-14 स्टेप होला है। अब हाम्रो हुँदैछ डेटिङको साथीहरू लास्टै चिज आयो भनेको त घाम पनि आउनु भयो ल। अब मामाले क्यामेरा पूजा गर्नुभयो। हाम्रो सबै राम्रो होस्। हजुर अब हामी चाहिँ कलकाटोले सबैले राम्रो होस्। यो कलकाटोले सबै भाइरल होस्। ओ आज हामी फर्स्ट भिडियोको राम्रो होस् ल परमेश्वरी है। लु गरम त भान्जो गरम त भान्जो गरम मामा गरम त गरम भान्जी गरम मामा गरम 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 भयो गरम पूजा गरम। हो यतिको घाम आइदियो भने मलाई जाडो हुँदैन थियो क्या। दक्षिणा पनि ओहो कत्रो आइज है। ओ मामा बादल गर्ने होला नि होइन। बहिनीलाई त होइन नि मातालाई हो नि। मेरो मामालाई पनि मेरो सबै यहाँ स्टाफवृन्द सबै साथीभाइ सबैलाई हाम्रो सम्पूर्ण टिमलाई ल राम्रो होस्। हामी फेरि पनि अर्को आउने हामी फेरि पनि टु बी कन्टिन्यू हुनु पाऊँ होइन। अब त्यही हो घोडा चढाउन है। ए बाट ल मामा मेरो खोइ यस्तो धेरै आउँछ मामा मेरो खोइ भने हालिदिन्छु र भने हालिदिनु मामा मोबाइल सागर त्यसो भन्नुहुन्न है। हालिदिनु भने कस्तो मोबाइल सागर भन्नुहुन्न कि है नाटेश्वरी। अब कसको टर्न ए भाइ बहिनीहरू आउनु तपाईँहरू पनि झुवान खोइ पर्दैन हामीले त अर्को वर्ष पैसा चढाउनु पर्छ भनेर होला होइन। खोइ त अनुहार हेर्नु ल पैसा चढाउनु पर्दैन क्या। पर्दैन आउनु ल ल ल थालौँ ल बहिनीहरू सबैजना आउनु नमस्ते ढोकिसक्यो होला क्या उनीहरू। पहिलो नेक्स्ट भिडियोमा हिँड्यो नि होला ल ल ल ल ल ल को अब अब कोही पनि होइन त्यो धुपलाई गाड्यो ल लासो लासो। नमस्ते मामा नमस्ते दाइ नमस्ते मेरो भाइ बहिनीहरू नमस्ते मेरो प्यारी दिदी ल आई लभ यु चाहिँ कता हो बहिनीहरू ए बहिनीहरूलाई
दाइ हो अहिले मैले भन्थेँ दाइ हो जन्मी आएर दाइ हो मेरो आज हामी त पुरा खतरै देखिरहेको छ दामी है साथीहरू फाइनली 10 मिनटको सङ भर्खर 2 मिनट भएको छ अलिअलि गाह्रो पनि भएकै हो ठिकै भयो हेलो गाइस दिदीको युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु सब्स्क्राइब गर्दिनु होला माया गर्नु के खाने र माया गर्ने हजुरलाई पनि स्वागत छ अनि त्यही त भने नि हाई हेलो हैन त्यही हो नमस्ते हेलो कान्छा वेलकम ब्याक हेलो अनि साथीहरू नि आज त बबाल डेटिङ भइरहेको उफारै अफ भयो ठिक छ साथीहरू अब चाहिँ हाम्रो लोकेसन सिफ्ट रहेको छ हामी चाहिँ हाम्रो कर्तव्य निभाउँदैछौँ एकैवटा सामान बोकेको छौँ मामा हाम्रो लोकेसन चेन्ज हुँदैछ अब चाहिँ हाम्रो लोकेसन सिफ्ट रहेको छ अब यो भिडियो चाँडै नै आउँदैछ मामाको भोलि युट्युब 5 बजे आउँछ यो चाङनारायण मिडियाबाट भोलि 5 बजे सुरु आउँछ यो भिडियो ल ओके मामा आयो बिचारी सबैजनाले हेरिदिनु होला है साथ सपोर्ट के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब सबैजनाले गरिदिनु होला उतापट्टि पनि बिहानै भनेको थिएँ मैले सुट भइरहेको छ डेटिङ बस्दै हुनुहुन्छ हाम्रो लोकेसन पनि डेटिङ लोकेसन सिफ्ट भएको छ मामा ओके अहिले फेरि भेटौँला साथीहरू साथीहरू हामीले चाहिँ खायौँ म फेर्छु कि मामा म फेर्छु कि दादा भर्खर खाइसक्यो वाउ साथीहरू कस्तो दामी देखिरहेको लेडिज एन्ड जेन्टलम्यान म त नै अति नै भएर 2 सर्टमा त के हो केटाहरू के हो ठुलबाउ हेलो ठुलबाउ नखाम अब म ड्रेस फेरि जान्ला हो क्या अब म ड्रेस चेन्ज गरेर चाहिँ भेट्छु साथीहरू ओके साथीहरू अब मेरो पालो अहिले बित्था त्यो पनि खेद्दै भने ओके साथीहरू अहिले चाहिँ हामीले एउटा म्युजिक भएको छ बहिनीहरूको डिस्कस चलिरहेछ दादाको पनि मामाको हेरौँ न मामाको मामासँग चाहिँ जय पनि मिलेर भ्याइसकेको छ ठिक छ के भयो त्यही हो ओके बनाइरहेको छु क्या जयले नि भ्याइसकेको छ भने चाहिँ कस्तो बनाएको कति हो 14 हो ल हाम्रो बिजो साथीहरू यो बहिनीले चाहिँ दामी मेरो रिल्स फिट देखा त्यो उसको म हाल्छु बहिनीहरू अनि हामी चाहिँ अनि यो के गर्दैछौँ भने यो हामी के ताप्दैछौँ क्या यहाँ पेट्रोल कस्तो भइरहेको क्या डान्स खतरा डान्स बहिनीहरूलाई लाग्दै गाह्रो भएको छ गाडी पनि कहाँ पुग्यो थाहा छैन गाह्रो भएर मुखै ल दादा भाइ अब मेरो भेट यहीँसम्म जस्तो छ उतातिर फेरि ठुलो ल ड्रेस झारिदिनु है त्यहाँ सबै सरी भाइ सिस राम्रो छ जाने तपाईँ पनि ओर्लाई भयो भने जय ल बाई कस्तो घुरेर सुतिरा
बाई मेरो भाइ बहिनीहरू ल यो दाइ त निदा आएछ ल मेरो यहाँ आउँछ बाँकी छ कि तपाईँ ओके फेरि भेटौँला सी यु नेक्स्ट भ्लग भन्ने ल बाई ओके कान्छा बाई दाइ के भरे 25 चस्मा गएर म ठरेर हातै सिधा पत्तो काँचो किचुक भएको त मेरो ए त्यही भएर हो दाइ बिचरा एकचोटि झिङ देखाउनु त राम्रो छ ल लस दाइ लस मामालाई किन लानुपर्छ मामाले किन लाउनुपर्छ चाहे दाइको चस्मा ध्वस्त भएछ मेरो हातै सिधा भएन नि मामा ए यसको उहरू त काटीहरू त निकालेको छ नि त मेरो त काटी त पुरै रहेछ काँटी रे खोइ तपाईँ काँटी देखाउनु त कस्तो रहेछ काँटी हेर्नु न ओ मामाले फेरि चिम्टीलाई काँटीहरू रे चिम्टीको कि काटी हो चिम्टी हो क्या काँटी होइन यो चाहिँ मामा यो लोकेसन भन्नु त कहाँ हो रे यो सोमारा गार्डन सुमारा गार्डन मतलब कुन ठाउँमा छ साँपु साँखु साथीहरू ल सुनिहाल्नु साँखु राम्रो छ ल भन्नुहोस् यहाँ भने चाहिँ तपाईँ आइरहनुहुन्छ म सधैँ आइन्छ हाम्रो कालो चस्मा भिडियो नि हेरेर हेरौँ नि ए हो यहीँ त हो नि त्यो कालो चस्मा भिडियो गर्दाखेरि 3 बजेको नि ए मलाई थाहा थिएन नि त कालो चस्माको लोकेसन हो कस्तो राम्रो ठाउँ छ तपाईँ सर तपाईँ भिडियो गरेर चाहिँ यहाँ आउनुहोस् है अनि फेरि तपाईँको याद यो साथीहरू अब चाहिँ मामा र मेरो हुक्काको सिन हुक्काको सिन हुक्काको सिन समय हुन्छ नि भन्छ समान समान लाग्दैन साथीहरू फाइनली अब हाम्रो चाहिँ प्याकअप भइसकेको छ बन्द गर्नु लागि भन्दैछ नि मामा यो ज्याकेट लिन आउने म त सक्दिनँ यहीँ रिस उठ्ने म यहाँ मर्नु लागिसक्यो साथीहरू प्याकअप चाहिँ भइसकेको छ अब म फेरि रेडी हुन्छु ज्याकेट स्याकेट लगाएर त्यस पछाडि निस्किनु पर्छ हामी निस्किनु पर्छ फाइनली लानु मामा ओके साथीहरू अब चाहिँ एकछिन बसेर म घर निस्किन्छु दादा म उता जाऊँ म चाहिँ एकछिन बसेर घर निस्किन्छु साथीहरू अब यो भिडियो चाहिँ चागु नारायण मिडियामा आउँदैछ हजुरहरूले हेरिदिनु होला साथ सपोर्ट सेयर लाइक सब्सक्राइब हानिदिनु होला मेरो हात चाहिँ फाइनल अहिलेसम्म ठिक भएको छैन ओके बाई ल बाई दादा बाई मामा बाई दादा हस् बाई मलाई बाँकी छ क्या युट्युब लाइभ भने